सुरु गरौँ है त। फार्स्टमा चाहिँ यही खाइदिउँ न त, किनभने यो पनि अलिक बेसी नै पाकेछ। मैले चाहिँ कुकरमा उसिनेको थियो, बेसरी नै पाकेछ हो। कस्तो रहेछ यहाँको, पहिला पहिला सानोमा खाएको याद छ, पहाडमा बहुत मिठो हुन्थ्यो, टेस्टी लाग्थ्यो। अहिले त को नि त खायो है साथीहरू फर्स्ट बाइट। वाउ, दामी पो रहेछ। गर्मीले वाउ, दामी रहेछ। साह्रै सताएर के गर्नु, यस्तो गर्मी छ। सिलगढीमा चाहिँ कोही घुम्नु आउने प्लानिङ छ भने चाहिँ क्यान्सल गर्नुहोस् होला है तपाईँहरू। बेसरी गर्मी भएको छ, 2-3 दिन भइसक्यो। आलु ट्राई गर्दैछु। दामी। दामी दामी।